Hello everyone, this is my first vlog. सुन म तिमीलाई आज यो भ्लगमा मेरो जर्नीको बारेमा भन्छु। यहाँ लाज मान्ने हो तिमी खाली बनाउने हो के मतलब यता आउन पहिला मैले मतलब स्टार्ट कति बेला गरेको थिएँ हैन उता गएर गर्ने भने तिमी मान्दैन यहाँ आउन पहिला के स्टार्ट छोड्ने आफै बोला स्टार्ट लाज मान्छ नि यार साथीहरु ल यता हेर मैले हैन सुन न काटेर गरे के सुरुदेखि गरे काटेर त्यहाँ सुन यहाँ आउन पहिला म तिमीलाई देखेर आउँछु लाज नमान तिमीलाई ल माथि गर न यस्तो पहिला हैन मैले कतिमा सुरु गरेको थिएँ थाहा छ माथि गर के 2000 मैले युट्युब च्यानल 2018 मा खोलेको थिएँ कि हैन 2018 मा मैले लगातार कन्टिन्यू यहाँदेखि गर्ने हो कि यस्तो लगातार कन्टिन्यू मैले 2018 बाट कन्टिन्यू मैले भिडियो हालेपछि अहिले मेरो कति पुग्थ्यो होला के 40-50 सब्स्क्राइबर कति पुग्थ्यो त्यो भन्दा 100 त अहिले छ के 40-50 भने हैन 100 पुगिसक्यो त हैन अनि 2018 मा खोलेँ 2018 मा कति के गरेको थिएँ त्यति बेला कलेज पढ्दै थिएँ कि कलेज हैन 17 पास आउट हो गयो 17 अनि त्यति बेला भर्खर कलेज जोइन हुने बेला थियो हैन अनि त्यसपछि भिडियो बनाइयो गाउँमा अलिअलि त्यस्तो बनाउन लाज लाग्ने नि त हल्का यताउता अनि त्यतिकै आफ्नो फेस नदेखाउने त्यति अरूको मात्रै भिडियो खिच्ने के बच्चापछि यता हेर नि तिमी उतातिर मेरो कुरा सुने छैन क्या तिमीले राम्रो आएन मेरो मैले राम्रो आएन कस्तो हुने हो त अरे चक्ना आउनु पर्यो नि छोडा तिमीले तिमी बोल भन हैन अनि त्यसपछि भिडियो हालेँ कोरोनाको टाइम आयो कोरोनाको टाइममा त्यो टाइममा मैले बनाइनँ त्यो टाइममा चाहिँ हामी बिजी थियौँ त्यहाँ कोरोनाको टाइममा सबै त्यहाँ मास्क लाउने घर बाहिर ननिस्किने भन्ने थियो तर हामी त्यहाँ काँक्रा साँक्रा चोर्न बिजी थियौँ त्यो कोरोनाको टाइम गयो फेरि 2000 सिधै मैले 22 सिधै त्यहाँबाट कोरोनाको टाइम गएपछि 22 मा मैले एउटा ब्लग बनाएँ नेपालगञ्जमा साथीहरूसँग त्यहाँबाट के सम्बन्धी चेतनामूलक कि त्यतिकै त्यो हाँसेको त्यो चेतनामूलक होइन त्यो चाहिँ ज्ञानमूलक हो ज्ञानमूलक जस्तै अब होइन आइसक्रिम खाँदै गरेको क्या होइन त्यो गरिब महिनामा नेपालगञ्जको गरिबमा अनि त्यो ब्लग चाहिँ कहाँबाट थियो थाहा छ कहाँबाट त्यो भिरकुटी नगरबाट उहाँ यता त्रिभुवन चोकसम्मको ब्लग साथीसँग बनाएँ अनि त्यहाँ बनाएर अनि ट्रक खुट्टा हल्लाएर लाजले किन हल्लाउनु के को लाग्यो यार मलाई होइन अनि त्यसपछि म हाल्दै हालिनँ क्या यार भिडियो त्यो भिडियो हालेँ त्यसपछि बुटोल जाने त्यसपछि भिडियो हालिनँ बुटोल जाने बेला बनाएको थिएँ र उहाँ हो विराटनगर कहाँको बुटोल जाने बेला उता मुगलिनबाट होइन बुटोल जाने बेला हो होइन पहिला विराटनगर गयो बुटोल गयौँ विराटनगर त्यसपछि बुटोल विराटनगर थियो र बुटोलको हो क्या त्यो पारि हिँडेर होइन पहिला सुरुमा हामी इक्जाम दिन कहाँ विराटनगर हो कि बुटोल हो पहिला विराटनगर त्यसपछि बुटोल पहिला विराटनगर गयौँ होइन विराटनगर गइसकेपछि मैले छाउँदै त्यहाँ भिडियो युट्युबमा त्यो तिम्रो त्यो दोस्ती थियो नि के अरे उसको नाम जापान गयो भन्यो निरज भन्ने मैले त 3वटा मात्र बिग्रिएन भन्थेँ मेरो 3वटा मात्र बिग्रिएको छ नि म त आउँछु होला नाम जापान गयो साला लास्ट हामीले के भनेको थियौँ है त्यति बेला उसलाई तिम्रो त स्योर नाम आउँछ यार दोस्त जिस्काएर ढुक्कै भएको थियो 3टा भयो भने निस्किन्थ्यो भन्ने होइन गफ लाउने हो कि अनि उसले आफै भन्थ्यो त अनि मेरो 3टा मात्र बिग्रिएको छ अरू त मेरो ठिकै छन् भन्थ्यो त अनि आफू सबभन्दा मेरो त कम बिग्रिएको त्यहाँ कस्तो थियो भने चाहिँ होइन जसले कम बिग्रिएको छ भन्छ नि लोकसेवाको इक्जाम दिएर आयो अनि कम बिग्रिएको छ अनि सबले उसलाई तिम्रो त नाम आउँछ स्योर ढुक्कै हो भनेर त्यहाँ उ गरिदिनु कन्फिडेन्स बढाइदिनु त्यसपछि कहाँ गयो भने त्यसपछि काठमाडौँ आयो काठमाडौँपछि फेरि विराट के अरे बुटोल जाँदाखेरि यहाँ मुगलिनमा जाँदाखेरि त्यो उतापट्टि पहिरो लगेर कुन खोलामा गएको थियो
ठुलो खोला त्यो कहाँको ट्विन खोला होइन ट्विन खोला हो क्या हो त्यहाँनिर पहिरो लडेको थियो नि त पहिरो लडेर फेरि पुल तरिकन पारिबाट गयौँ होइन पारि कुन ठाउँ थियो थाहा भएन पहिरो लडेर त्यति बेला कम त स्ट्रगल थियो त्यो नाम मिल्यो भने हेर कस्तो हुन्थ्यो हामीले स्ट्रगल गऱ्यौँ यस्तो नाम मिल्यो भन्ने हुन्थ्यो नाम मिल्नेन र के गर्छ फेरि यहाँ लोक्सिया भन्दा पनि 4-5 वर्ष गइसक्यो कुरा नगर कि लोक के कुरा गर्ने त मेरो साथीले 5 वर्ष फर्काउ त उतातिर Look at this view, guys. Amazing. The birds are flying, people are playing, children are increasing. यता फर्केर कन्सन्ट्रेट मोबाइलमा हुने कि त्यो यसरी मान्छे देख्छ भन्ने कस्तो गर्ने अरे मैले भन त टक्क यस्तो फर्काएर